यी विद्यार्थीहरू कस्ता बनाउने, समाजका कस्ता पात्र बनाउने, शिक्षकहरूले कस्ता विद्यार्थी बनाइरहेका छन् भन्दाखेरि म तीनटा कुरा भन्छु सधैँ। एउटा केपेबल विद्यार्थी बनाउनु पर्यो, केपेबल आफूमा क्षमता भएको क्षमतावान विद्यार्थी निकाल्नु पर्यो। अर्को रेस्पोन्सिबल विद्यार्थी बनाउनु पर्यो, जिम्मेवारी बुझ्ने विद्यार्थी। र तेस्रो नैतिकवान, एथिकल। केपेबल, रेस्पोन्सिबल, एथिकल भने मैले यो तीनटामा एउटा चिज हटाइदिनुहोस् तपाईहरु एकछिनको लागि, एउटा चिज। यो तीनटामा एउटा चिज पनि तपाईले हटाइदिनु हो भने चेन्ज भन्ने कुरा चाहिँ आउन सक्दैन। व्यक्ति एकदम क्षमतावान हुन सक्छ, आफ्नो जिम्मेवारी पूरा गर्ने व्यक्ति हुन सक्छ, तर नैतिकवान हुँदैन, ठग्छ, झुटो बोल्छ, फटाइ गर्छ भने उले परिवर्तन गर्न सक्छ, उ आफू सफल हुन सक्ला। अथवा व्यक्ति एकदम नैतिकवान छ, एकदमै नैतिकवान र एकदम जिम्मेवारी बुझेको छ उले, तर उसमा क्षमतै छैन भनेपछि के हुन्छ, उले फेरि परिवर्तन गर्न सक्दैन।